नमस्ते साथीहरू सबैजनालाई। अनि हामीहरू चाहिँ यहाँ हेर्नुहोस् है, डल्ले खोर्सानी रोप्नुको लागि तर्खर गर्दैछु र डल्ले खोर्सानी चाहिँ माथि बुहारीकोबाट लिएर राखिरहेको छु है। र यो डल्ले खोर्सानी चाहिँ कुखुराले सबै बिगार्छ भनेर चाहिँ यो सिटाले चाहिँ बार्दैछु र दादाले चाहिँ सिटाले बार्नु मल यो खनेर होइन मल हालेर चाहिँ रेडी पारेर चाहिँ यसो गऱ्यो भने चाहिँ रोप्नु सजिलो हुन्छ भनेर चाहिँ कुखुराहरूले चाहिँ अब फोर्सेर फ्याँक्दैन भनेर चाहिँ यसरी बनाएको हो। र म चाहिँ जग्गा जग्गा रोप्नु पनि थालेँ है। र यो खोर्सानी चाहिँ फल्यो भने तपाईँहरूलाई पनि दिन्छु है साथीहरू, आउनुहोस् है। तर फल्छ कि फल्दैन, कुखुराले पो राख्छ कि राख्दैन है। यो रोप्दै जाँदैछु, बुढोले यो बार्दै जाँदैछ है। अनि पुरानो बोटहरू चाहिँ फल्दैछ, खाँदैछ, कोही पाक्दैछ, कोही है रातो रातो भएर, र कोही चाहिँ फुल्दैछ पनि। पुरानो बोट चाहिँ ज्यादा छैन, अलिअलि छ, र पुरानो बोट चाहिँ है अलिअलि खानुहुन्छ। र म चाहिँ यहाँ सागको बिउहरू राखेको छु है, पुरा सुकेछ, त्यसलाई पानीहरू हाल्दै, र अरू सब्जीहरू बिचमा छ तिनीहरूलाई पानी हाल्दैछु है। अनि अरू सब्जीहरूलाई पनि अलिअलि पानीहरू भिजाउँदै यताउता बुढोलाई खोर्सानी रोप्नु सघाउँदै गर्दै है दुईजना मिलेर काम गरिरहेको छौँ। र अलिअलि सागसब्जी, हरियो सागसब्जीमा पानी हाल्दैछौँ। र दादाले चाहिँ है ज्यादै बारहरू लगाइसक्नु भयो। अनि म चाहिँ बार लागोमा रोपिसकेर चाहिँ पानी भिजाउँदैछु। पानी भिजायो भने चाहिँ छिटो जाग्छ भनेर है। अनि दादाले जतिमा रोपेर चाहिँ अब यो झिक्रा लाउनु सिटा लगाइसक्नु भएको छ, त्यहाँ चाहिँ म चाहिँ पानी लाउँदैछु है साथीहरू। हेर्नुहोस् है, फल्यो भने तपाईँहरूलाई पनि दिन्छु है, आउनुहोस् है। कस कसलाई डल्ले खोर्सानी मनपर्छ साथीहरू।